हेलो गुड मर्निङ सबैलाई। ल है आजको काम बिहानी पाखाको काम अब अदुवा रोप्नु पर्ने छ है। अब लिएर गइन्छ अदुवा हो, यसरी लोड हुँदैछ है। अब डोकोतिर अस्ति नभ्याएर चाहिँ अब यतिखेर रोपाइ हुँदैछ अदुवाको है। अब लाग्यो है मेलोतर्फ। ल है लाग्यो है अब अदुवा बोकेर ठ्याक्कैसँग दुईजना यस्तो छ है। यस्तो बाटोहरूले हिँड्नुपर्छ। तल छ हो अदुवा रोप्ने ठाउँ चाहिँ। हेर्नुहोस् रेडी पारिरहेको छौँ है। यसरी सरर यहाँबाट जानुपर्छ हामी। ल है आज फाइनल्ली यहाँ हाम्रो यो प्रोग्राम स्टेजमा आइपुग्यौँ है। यस्तो छ अब यहाँ मल छ रेडी छौँ है। अब आज यहाँ मौसम पनि मजाको छ, शीतल आज है यतिको। अन्त बिहान चाहिँ यस्तो काम गर्नु मजा आउँछ अरे, दिउँसो घाममा सकिँदैन। आइपुग्यो अदुवा त्यहाँ हो, यहाँ सुरु पनि भयो यी अलिअलि। हामी अदुवा चाहिँ यसरी रोप्छौँ है। भुइँमा सनाली खन्यो है, भुइँमा ट्याक 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 यसरी राख्ने हो चटक्कै। अन्त कस्तो लाग्दैछ? मजा आउँदैछ अदुवा रोप्नु? आफ्नो कमाइ गर्नु मजै आउँछ, है गर्नु चाहिँ मजा आउँदैन। यो चाहिँ हो नि त। आलु रोपेको स्टाइल पो छ है। ल आजलाई सकियो है। बिहानको शीतल भन्दा भन्दै घाम लागिहाल्यो। यस्तो हुन्छ है, त्यसो रोपे पनि ड्याङ निस्किन्छ ठक्कै। र अहिले ड्याङ बनाएर रोप्ने अलिक समय छैन रहेछ। यसरी सकियो है आजलाई चाहिँ। यसरी फेरि घाम आइगयो नि ठन्ना अरे तिरिरी घाम लाग्यो है, तिरिरी घाम लाग्यो। यस्तो भयो फेरि नसक्ने रहेछ दिउँसो काम गर्नु। ल है हस् त, बाई बाई। काम गऱ्यो भने चाहिँ यसरी पसिना निस्किन्छ है। अन्त सक्यो अब। अब काँटा साटा लिएर गइयो है। यस्तो छ काँटा, हेर्नुहोस् है कता हो काँटा अनि है। लाग्यो अब चाहिँ यत्तिको पसिना चाहिदिनुपर्छ नि त होइन।